ल मर्निङ गुड मर्निङ केटा भन्नु भने 12 बजिसक्यो अनि अब ठ्याक्कै 12 बजेसम्म आएछ। अब बाहिर निस्किन आँटेको अनि अब आज चाहिँ पहिलो भिडियो पनि हो अनि कस्तो भन्नु अलिक बोल्नु पनि आएको छैन त्यही हैन दाइ त्यस्तै हो हैन। अब म चाहिँ दाइसँग बाहिर निस्किन आँटेको छु अहिले तल भेटौँ भाइ। अब हामी चाहिँ कहाँ जानुपर्छ कहाँ पो जानु पर्ने त्यहाँ अटोपुल हैन सुरुमा अटोपुल कहाँ कहाँ हुन्छ एकछिन रनमटी एकछिन के भयो त गर्मी भयो लगेर चल्यो। अब आज के भन्नु भ्लगिङ पनि पहिलो हो र अलिक बोल्नु पनि अप्ठ्यारो लाग्दैछ अनि कस्तो एडिट गर्नु पनि मलाई कस्तो झ्याउै लाग्यो क्या। अब हिजो एकछिन भिडियो बनाएको अनि एडिट गर्नु पनि झ्याउै लाग्ने रहेछ क्या हेर्न मात्रै सजिलो रहेछ क्या आफूले गर्नु थालेपछि यस्तो झ्याउ लाग्ने रहेछ त्यतिका चल्दियो 12 बज्यो कति बजी आइन्छ अहिले निस्केको त्यतिका। आज बिर्टामोडमा त्यस्तो गर्मी छैन क्या होइन र गर्मी त्यस्तो छैन हौ पहिला अस्तिको जस्तो सुरुमा जस्तो छैन क्या बेलुका पानी पऱ्यो अनि हिजो त झन् ढुम्म भएको थियो यार दाइ बब्बाल थियो हिजो चाहिँ सही हो रनमटी अलिक हामीहरू जानुपर्ने हो राइट 40 न्युटनमा बसिजान्छु ल। अब यहाँ चाहिँ लिची पाइने रहेछ क्या अब त्यहीँ बोटबाट निकालेर त्यहीँदेखि बेच्ने रहेछ क्या दामी हुन्छ भाइ आयो बेटा सिटी आऊ केटा उनीहरूको आफ्नै तालमा कुरियो खट हिँड्ने सक्दैन नि फेरि ला दाइले झार्नुभयो आज भाइहरूको लास्ट डे हो कि यहाँ पश्चिमलाई दाइ बाइकको कोल फेरेदेखि चाहिँ दामी भइरहेको छ क्या दुःख दिएको छैन जे होस् आमा म कोल नभइन्जेलसम्म त 10,000 जति गयो दाइ ब्याट्री र उमा कोल गर्दाखेरि 10,000 गएको र खर्च सब यता हुन्छ आफूले लाउने कि ब्रान्डेड लुगाको नामै नसोच्दा हुन्छ मासले हरिप हुन्छ हरिप भाइहरूले आज राम्रो लेखेछ पछाडि कृषि ठोको हो र होइन आज 12 एक्जाम सकेको भाइहरूले दामी सर्टहरू कोर्दे रहेछ 12 को आज फाइनल हो नि दाइ आज लास्ट डे हो सर्ट कोरेर लेखेर यहाँ चाहिँ लिचीको बोर्ड छ बोर्ड गर्नेमा जानको लागि यहाँ आउँदो रहेछ सही हो घर जाँदैछौँ कतिखेर पुग्छौँ।